यता वनतिर बारेको वनतिर घाँस काट्न आएको घाँस त लचम्मै फले रहेछ घाँसहरू त तम्मै रहेछ लोपी 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 घाँस रहेछ यता पनि छ यता पनि छ है घाँस त आज चाहिँ छिट्टै टप्प टप्प भारी पुऱ्याएर छिट्टै गएर दिनभरि मजाले मोबाइल हेरी बस्नुपर्छ आनन्दले मोबाइल हेरी टिकटक बनाउने बस्ने हो घाँसी लट्रेमै फले घाँसी लट्रेमै फलेको कहाँ हो र म फेरि के बोल्छु घाँस त लोपी लुपी घाँसहरू छ आज त झ्याम 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 काटेर सर्ल्याम काटेर यस्तो घाँसहरू भारी पुऱ्याएर ढ्याम्की ढ्याम गएर आनन्दले दिनभरि सुत्छ के त आज मान्छे त आउने होइनन् कतै ओहो कसै काट्न गएँ छिटो गरे है कान्छी ए छिटो गरे मान्छे आउलान् यहाँ घाँसको भारी पुऱ्याएर जता जानुपर्छ चुप्प सन्च हिँडै छपक हिँडै छपक यहाँ घाँस काटेको थाहा पान्छ कि मान्छेले छपक हिँडै बिस्तारै बारीबाट मान्छेले हेरे कि हो तेरो ज्याकेट त चिन्छ कि हो सधैँ एउटै ज्याकेट लगाएर हिँड्छ अनि कहाँबाट हुन्छ त अनि तल त दाउरा पनि छ तल दाउरा पनि छ मस्त अर्कोचोटि हामीलाई हेर्छ बारी त झन् ओहो कति धेरै छ आम्मामा त्योबाट लोपे छ छिटो लग्यौँ भने त हामी त घरमा त केही भन्दैनन् डर पो लाग्यो कि बारेको वन हो मान्छेले भए मार्ने हुन् कि बारे ओहो हेर्छु यता झन् आम्मामा घाँस त भोलि फेरि यो साइडमा जाऊँ है यो साइडमा गएर झ्याप खातिर छिटो काटेर हामीलाई चुप्प लगाएर नै सन्चसिर पारेर त दाउरा ओहो सुकेर त्यो रुखेर त आम्मामा यो रुख सुकेर ल आज यति भयो यता चाहिँ काट्यो भोलि चाहिँ यो वनमा जाऊँ है ल बिस्तारै जाऊँ है बिस्तारै ल छिर घाँसको बारी बान ल काट्यो ओहो म त यति काट्छु यो त राम्रो छ मेरो बाख्राले खान्छ सलाम कति छुचा छ हौ यो त छुचा छिटो हिँड मान्छेले देख्छ भनेको त झ्याम ए यहाँ मान्छेले देख्छ एक बारी घाँस भइसक्यो यत्रो घाँस राम कति काट्नु र अब भयो जाम है पारेको भन्दाखेरि देखो भनेर मान्छेले मार्छ जाम कति छुचा छ